के भनेछ भन्दाखेरि प्रधानमन्त्रीले भारतले हाम्रो भूभाग मिचेको होइन, नेपालले चाहिँ भारतको भूभाग मिचेको रहेछ भनेछ। कति हाँस। जुराको बारेमा उहाँले सोध्नु अघि पनि भनिसके, यो चाहिँ डिप्लोमेटिक रूपमा टेबल टक। तपाईँहरूलाई एउटा कुरा अचम्म लाग्छ होला, मैले पनि अस्ति प्रधानमन्त्री भएपछि नै थाहा पाएँ, भारतले नेपालको जग्गा मात्र होइन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ। मित्रहरू, आज अचम्मै लाग्यो भारतले नेपालको भूभाग मिचेको अवस्था हो। लिपु लेक, लिम्पिया धुरा, काला पानीमा हाम्रो भूभागमा बाटो बनाएको अवस्था छ। यसले गर्दाखेरि त्यो सम्बन्धी निकै प्रश्नहरू मैले सोधेको थिएँ। त्यसको जवाफ दिनको लागि प्रधानमन्त्री आज तालिकामा थिएन, सदनको बैठक हुन्छ भन्ने तालिकामा थिएन। बिना तालिका होइन, तपाईँको चाहिँ सदनको बैठक बोलाएछन्। म चाहिँ त्यहाँ तपाईँको थिइनँ होइन, पूर्वतिर आएको छु। त्यो मौका छोपेर भनौँ न, अब भुटियारा प्रधानमन्त्री साह्रै डरपोक रहेछ साथी गाँठे। के खालको र यो कहाँनिर मिचेको, कति मिचेको रहेछ त्यो पुष्टि गर्नका लागि होइन प्रधानमन्त्रीलाई हामी सोध्छौँ। अब प्रधानमन्त्रीले नेपालले भारतको भूभाग मिचेको रहेछ मैले पत्ता लगाएँ, मैले तेरे थाहा पाएँ भनेर संसदमा कहिले नबोलेको, म नभएको मौका छोपेर बोले जस्तो पनि लाग्छ। त्यो लाग्न चाहिँ, हुन त त्यस्तो त नहोला, तैपनि झन्डै देखिन्छ चाहिँ त्यो। प्रधानमन्त्रीले जवाफ दिनुपर्छ कहाँनिर चाहिँ मिच्याएर छ नेपालले जग्गा इन्डियाको। यो चाहिँ तुरुन्त प्रधानमन्त्रीले पुष्टि गरेर दिनुपर्छ। र त्यस्तो यदि भएको रहेछ भने, हाम्रो मिचिएको रहेछ भने भारतले फिर्ता गर्नुपर्ने हुन्छ। र हामीले कहाँ मिच्याएर छौँ त होइन, लुते नेपाल सरकारले कहाँ मिच्याएर छ त इन्डियाको जग्गा। सेनालाई चाहिँ के अरे तपाईँको मन्त्रीको ढोका खोल्न लगाएको छ, सिमानामा कहिले पठाएको छैन। त्यो अवस्थामा हामीले चाहिँ भारतको जग्गा मिचेछौँ। लाटा प्रधानमन्त्री।